गयो है त रुम चाहिँ उता छ क्या अर्कोतिर म चाहिँ के गर्दैछ केटाहरू हेलो के हो ल केटा हो के गर्दै हो पढ्दै हो कि बिहान कहाँ गयो गयो बिहान ए बिहान अनि बिहान त्यत्रो हल्ला गरी कल गर्छ नि त जोरसित बोलिरहेको थिइस् त्यही त्यहाँ बिहान के खाइयो भात खाइयो कहिलेको हिजोको भुटेर भात खाइयो होइन त मिठो थियो त्यो मिठो हुन्छ नि भुटेर चाहिँ टेक्क खायो भने केले भुटेर खाएको तेलले कि घिउले भुट्नुपर्ने हो नि त अनि के कहाँ पुग्यो त न्युमेरिकल मैले दिएँ न्युमेरिकल होइन होइन त्यो च्याप्टर 2 को पनि भइयो त्यो एक जर्नल एन्ट्रीको जर्नलको भ्याइसक्यो आधा अनि अगाडिको च्याप्टरको एकाउन्टिङ इक्वेसन भ्याइयो म्याथ पढ्यो तिमीले अनि म्याथ कहिले पढ्छ त अब त एउटा कुरा गल्ती भइरहेको छ पढ्दाखेरि त्यो एउटै कुरा एउटै सब्जेक्ट मात्रै ड्याङ्का ड्याङ पढ्ने होइन नि केटा हो खै कहाँ छ रोटेसनतिर देखा त खै हेर ला ओ गेस ओहो गेसको वाला त तिमीहरूले दामी बनाएर हेर ल हेर त कस्तो राम्रो युज गरेर रहेछ नि त तिमीहरूले त खै खै रोटेसन हेरौँ त तेरो रोटेसन हेर्नु पर्यो ल यहाँ यस्तो गर्दा पल्टाउँदा यो काम त यहाँ तँ यताबाट पल्टा यतातिर सँग यता खै म हेर्छु ल हेर्छु तिमीहरूको रोटेसनमा म केही चेन्ज पनि गरिदिनु सक्छु है विषय सबभन्दा पहिला त विषय लेखेकै भएन त्यो बुझ्यौ यो विषय लेखा भएन ल थाहा भयो अब त्यो गल्ती हुन्छ होइन सामान्य रोटेसन ल हेरौँ अब लेखा अकाउन्टिङ 3 बजेदेखि 3 बजे उठ्यो त आज 3 बजे अनि कहिलेबाट उठ्ने त भएन भएन यो चाहिँ सुरु गरिहाल्नु गणित गणितको स्पेलिङ पनि गल्ती छ कान्छ यार यो सुधार है म्याथमेटिक्स ठिक छ त यो ल ठिक छ त्यसमा गल्ती हेर्छु हेर्न मलाई गल्ती जस्तो लाग्यो अङ्ग्रेजी इङ्ग्लिस 1 देखि दिउँसो होइन त अर्थशास्त्र इकोनोमिक्स ओके अनि के हो यो ब्रेक बिआरई यो पनि गल्ती छ त्यो पनि हेर्न होइन तैँले एकदम खुसी लाग्यो मलाई कम्ती ट्राई त गरिस् न त यही हो क्या लर्निङ भनेको बुझ्यौ केटा खतरा जान्नुपर्छ सोच्नुहुन्न क्या पहिला बिस्तारै बिस्तारै हिँड्ने क्या बुझ्यौ अनि के छ अरू कम्प्युटर विज्ञान कम्प्युटर साइन्स नेपाली गुड अनि के लेख्यो यतातिर त्यसपछिको समय गणित र अकाउन्टिङलाई बढी दिने हेर्ने र कहिलेकाहीँ अन्य पनि विषय पनि हेर्ने छु नाम सुनिल सर सुनिलको साइन ल गजब ल बेस्ट विशेष होइन राम्रो छ ल उभिए त टक्क समाएर थिएँ ल सुनिलले प्रगति गरिरहेछ ल तैँले बनाइनस् ल ल ल ल गुड गुड ल यता आइज भयो नै बना छैन हो त्यो कुरा चाहिँ म आज एकछिन पछि भन्छु ल तिमीहरूलाई प्लानिङ कसरी गर्ने भन्ने चाहिँ जस्तो यो प्लानिङ हिजो छ नि यो प्लानिङ गरेको छैस् नि तैँले यसमा चाहिँ के कस्तो गल्ती भएको छ थाहा छ जस्तो सबभन्दा पहिला त यो बनाउनु सबभन्दा ठुलो कुरा तैँले बनाइस् न यो सबभन्दा बेटर कुरा क्या नबनाउनु भनेको समस्या हो यता आइज यता यता
जस्तो कसैले चाहिँ नबनाइ बस्छ नि, त्यो नबनाउनु भन्दा त गल्ती गर्नु ठिक हो कि होइन? हो होइन? अर्को भनेको जस्तो अब यो कैयौँ कुराहरू गल्ती गरेका छन् नि त, यो कुरालाई चाहिँ म सुधारिदिन्छु क्या पछि है। त्यसैले मैले के भन्दैछु जहिले पनि सिधै मसँग नठोक्यौ क्या, पहिला तिमीलाई यु निड टु मेक मोर मिस्टेक, देन पछि मात्रै आऊ तिमी। जस्तो यो कुरो गल्ती गरिस् नि त, खकीले गल्ती नै गरे होइन हेर त। गल्ती गरेपछि मसँग आउँदै गर्दा अब म तँलाई भन्न पाउँछु क्या, यो गर कान्छा भन्छु नि त होइन? हो, त्यसैले यु निड टु मोर मिस्टेक। मिस्टेक गरे भन्दा पछि सम्झाउनु सबैले सजिलो हुन्छ है। वेटिङ नगर्ने, टक्क राम्रोसँग अगाडि बढ्ने, र पढ्दै गर्दा चाहिँ जहाँ जहाँ कन्फ्युजन हुन्छ टक्क ठिक लगाइराख्ने। पेन्सिलले हुन्छ नि, सल्लाह जस्तो हिसाब पढ्दा होला के होला, टक्क ठिक लगाइराख्ने, त्यसपछि सजिलो होला। यो रुटिन बनाउनु चाहिँ म सिकाउँछु तिमीहरूलाई। अब यो बनायो तिमीहरूले, अब चाहिँ गल्ती गर्यौ नि त, अब चाहिँ म यसलाई करेक्सन गर्न सिकाउँछु, यसरी पढ्ने भनेर है। बुझ्यो? ल, थ्याङ्क यू, राम्रोसँग पढ ल। हस्। अनि खाना कतिखेर पाक्छ केटा? ल, यसमा चाहिँ के हाल्यो तिमीलाई? ग्यासको सामानभित्र चिटिक्क। गुड गुड गुड। ल, यो त अनि भाँडा यो किन नधुया हो? हुँदैन हुँदैन, यो टक्क धुएर राख्नुपर्छ ल। गुड। ग्यास हिजो ल्याइयो होइन त? मसला पिनेर खाइन्छ? गुड। ल, भलिबल पनि खेल्न गइन्छ होइन? त्यो स्ट्राटेजी म सिकाउँला। पेन्सिल ल्यायो, के अरे साइन पेन ल्यायो सबले? अनि त्यो ल्याएको छैन पेन्सिलहरू, मार्करहरू अर्को? त्यो एउटा 12 कलर पाउँछ नि, त्यो ल्याएर आऊ त। धेरै पर्दैन त्यो, 150 कति पर्छ, 50-60 रुपियाँ पाउँछ क्या है। ल, गुड गुड गुड। ल।